गाइज म चाहिँ पार्ट 2 बनाउनु पर्यो। हेर्नुहोस् यस्तो राम्रो ठाउँ हामी चाहिँ यहाँ ओलिसकेका छौँ। पार्ट 2 है गाइज यो चाहिँ। इस राम्रो ठाउँ छ। हेर्नुहोस् कति धेरै माछा देख्नुभयो गाइज हजुरहरूले पनि। यहाँ पनि छ। यसो मिलाउनु न ४८ रुपियाँमा बेचेको माछा दाइ तपाईँले यसो देख्नु भएको थियो हेर्नुहोस् यो सेसामी खानको लागि सालमोरेट छ बर्गर गाउँ होइन कि दाइ जापानिज रेस्टुरेन्टमा हामीले यही माछा ४७ रुपियाँ प्रति केजी बेचिरहेको माछा हो दाइ तपाईँले गर्दा धेरै मिलाएको दाइ होइन म प्रायः लगिरहेको हुन्छु कि त्यहाँबाट फेरि खाएर हेर्नुहोस् ल हामीले यसो मारेर मिल्दैन खोइ कताबाट यो माथि पनि तल यही हो दाइ खिच ल गाइज 2 किलो चाहिएको ल फुटबल र गर्न सक्यो हेर्नु दाइ तपाईँलाई गुगल लेन्समा हाल्नुहोस् न कटिङ गरिसकेपछि गुगल लेन्समा हाल्नुहोस् प्राइस हाल्नुहोस् तपाईँलाई आइहाल्छ। हेर्नुहोस् गाइज मेरो बाबा चाहिँ माछा मार्नुहुन्छ है। माछा निकाल्नुहुन्छ दामी पाराले। खतरा आएछ गाइज। ओ गाइज यहाँ भित्र छ। माइ गड गाइज यो त बाल्टी नै ढल्ला जस्तो। गाइज हेर्नुहोस् गाइज त्यहीँ राखिदेऊ त्यहीँ गाइज ओ हल्लेर खस्लाइ जस्तो गर्छ। बारे अर्को पनि माछा ल्याइसक्नु भएको छ। ओए ल बाबा त खतरनाक हुनुहुन्छ सर। अर्को माछा पनि भयो है गाइज। बाले त गजबको ठुलो ठुलो माछा पक्रिँदै हुनुहुन्छ है गाइज। अब यही गाइज यहीँसम्म पानी आयो। त्यो माछाहरू छिटो मर्छन्। अब मेरो बाबालाई हेल्प चाहियो। एउटा राम्रो माछा आयो त्यो दाइले निकालिदिनु भयो। त्यो माछा पनि ओ माइ गड गाइज अब 2 केजी भनेपछि अङ्कलकोमा हो गाइज। माछा चाहिँ धेरै उफ्रियो। माछालाई चाहिँ अब न्यू एनिमल्स वेयर हार्म्ड है गाइज। देखाउनु न कि त मारे देखाउनु लिसन देखाइदिन्छ मेरो बाले चाहिँ देखाइदिनुहुन्छ। 81 ग्राम कटिङ गरेर लाने हो त। त्यो चाहिँ देखाउनु हुन्न है गाइज। एकछिन हेर्नुहोस् उतापट्टि चाहिँ अब एनिमल हुँदैछ नि त्यही भएर देखाउनु हुन्न नि त युट्युबले उ गरिदिन्छ। त्यसैले यहाँको चाहिँ माछा देखाउँछ है गाइज। एउटा अझै एउटा माछा है गाइज। ठुल्ठुलो माछा भयो। अब एउटा यहाँ हेर्नुहोस् एउटा सानो माछा चाहिन्छ छ। अङ्कलले त्यहीँ गएर पक्रिनु भएको छ। एउटा ठुलो खाले पक्रियो हुन्थ्यो।
कति माछा छ गाइज निकै धेरै माछाहरू यहाँ ठुलो सानो हजुर फोटो ल ल यो गाइज के गरे हो सफा गरेर जस्तो छ म चाहिँ हल्ला उतापट्टि हेर्नुहोस् कुखुरा खाएको म हल्ला उतापट्टिको भ्यू देखाउँछु एकछिन है गाइज यहाँ हेर्नुहोस् म कस्तो ठाउँमा आएको छु दामी भ्यू पोइन्ट भएको ठाउँ यहाँ आउन 1 घन्टा त लागेन तर यहाँ एउटा यताउता गर्न चाहिँ बेरै लाग्यो हेरिरहनु हजुरहरू गाइज यस्तो भ्यू छ यार भेरी भेरी नाइस 3टा सेक्सन छ माछाहरूको तल यस्तो राम्रो भ्यू भएको ठाउँ अब चाहिँ हामी सिधै माछाहरू पिस पिस पारेर लिएर गएर सिधै अब हिँड्ने बेला भेट्छौँ है गाइज घरतर्फ